आज चाहिँ हामी अलि 12 घण्टा नै काम गरेर आयौँ भनौँ न। अलि थकाइ लागेको छ। अब थकाइ लागे पनि यस्तो एउटा चिज बनाएर खानु पर्यो। 12 घण्टाको थकान एकैचोटिमा मेटाइदिने खालको के। त्यसको लागि एउटा जुस बनाउँदैछु मैले। जुस बनाउने प्रक्रिया यो छ। यसमा छ तपाईको अन्जीर, खजुर, केही दाना काजुको मस्त भिजाएर राख्नु 5-6 घण्टा। त्यसपछि अब टक्क 4 दाना खजुर, 4 दाना अन्जीर, 7 देखि 8 वटा जति काजुको छ अनि टक्क दुध खाने अनुसार चाहिँ अलिकति लगभग 2 कप जति। यसमा तपाईले चिनी, गुलियो केही राख्नु पर्दैन। टक्कै यदि खाएर फेरि पनि 12 घण्टा काम गर्न जान्छु भन्ने चाहिँ एनर्जी ताकत आउँछ शरीरमा। एकचोटि ट्राई गर्नुहोस्। केटोले चाहिँ तरकारी पकाउँदैछ मस्तसँगले। के को तरकारी पकाउँदैछ सर? मुर्गी भाले पकाउँदैछ अरे। बिर्को ल्याएन बिर्को यसको। अब हाम्रो जुस बनेर तयार भएको छ। यस्तो बाक्लो हुन्छ दामी। सर्वप्रथम म चाखेर हेर्छु अनि बल्ल बाँड्नुपर्छ केटाहरूलाई। वाह खान्छ तैँले? त्यसलाई चाहिँ यसमा दिनु पर्यो। त्यसले अलि धेरै खान्छ नि त। तर राम्रोसँग पिसेन छ नि त। कस्तो भाँडा हालेछ यहाँ। अब म चाहिँ खाना खाँदिनँ आज। यति हो। यति खाएपछि भोलि बिहान उठेर हल्का केही नास्ता खाएर अनि ड्युटी जाने। अनि 12-1 बजीतिर खाना खाने। कस्तो भयो त जुस? जुस दामी भयो, दामी जुस एकदम राइट भयो। एनर्जी अहिले आइहाल्यो कि? आइसक्यो यहाँ अब